नमस्ते, यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। अहिले तपाईँ हेर्दै हुनुहुन्छ युके नेपाली टिभीको यो युट्युब च्यानल भने म उपस्थित भएको छु युकेको डनकास्टरबाट। अनि तपाईँहरूलाई म लैजाँदैछु आजको यो भिडियो मार्फत युकेको डनकास्टरको एउटा इन्टेक भन्ने लाइब्रेरीमा भइरहेको मेलातर्फ, जुन चाहिँ नेपाली मेला रहेको छ र एकदमै विशेष पनि रहेको छ। किन भन्दा युकेमा विशेष गरी कल्चरल प्रडक्टहरू नेपाली त्यही पनि परम्परागत हुन्छ नि टिपिकल प्रडक्टहरू चाहिँ हतपत हामीले किन्न अथवा बेच्न सक्दैनौँ। तर पनि उहाँहरूले चाहिँ हाम्रो यहाँको कस्टमर्सहरूको चाहिँ आवश्यकता परिपूर्ति गर्नको निम्ति यहाँसम्म आइपुग्नु भएको छ। उहाँहरू अल्डरसटबाट आउनुभएको हो र उहाँहरूले एकदमै धेरै प्रडक्टहरू सुन चाँदीको परम्परागत गरगहनादेखि लिएर काठको हातबाट बनेको एकदमै सामग्रीहरू अनि त्यसपछि लिएर धेरैभन्दा धेरै बाँसुरी वाद्यवादनको सामग्रीहरू, मादलहरू र भेराको ऊनबाट बनेको सम्पूर्ण सामग्रीहरू र चोयाको आइटमहरू पनि रहेको छ। उहाँहरूको आइटमहरूमा डालो, नाङ्लो, पिरा, डोकोदेखि लिएर विभिन्न परिकारहरू उहाँहरूले थुप्रै आइटमहरू लिएर आउनुभएको छ, जुन चाहिँ मैले तपाईँहरूको समक्ष लिएर आउँदैछु। एकदमै रमाइलो पनि हुन्छ किनभने हाम्रो ठाउँमा अलिकति यस्तो प्रडक्टहरू देख्न भनेको रमाइलै हो। अनि उहाँहरूले एकदमै धेरै सेल्स पनि गरिराख्नु भएको छ। कस्टमर्सहरू आउने जाने क्रम जारी नै रहेको छ। म पनि यति नै बेला यहाँनिर छोटो बाइट्सहरू लिनको लागि आइपुगेको छु। हजुर, अब चाहिँ म एकजना ओनर हुनुहुन्छ सुम्निमा कल्चर एन्ड ज्वेलरीको, उहाँसँग म छोटो कुराकानी गर्छु। नमस्ते। नमस्ते हजुरलाई। हजुर आरामै, थ्याङ्क यू सो मच हजुर आउनुभएकोमा। हजुर म मनिका बोल्दैछु। हजुर थ्याङ्क यू, थ्याङ्क यू सो मच। एकदमै राम्रो भइरहेछ, रमाइलो पनि भइरहेछ अनि हामी चाहिँ एकदमै एक्साइटेड छौँ। हाम्रो चाहिँ फर्स्ट टाइम हो यो अहिले डोनकास्टरमा। हामीले चाहिँ यो बेला मौकामा चाहिँ यो युकेको विभिन्न ठाउँहरूमा हामीले स्टल लाग्ने गरेका छौँ र आज चाहिँ हामी डोनकास्टरमा आइपुगेको छौँ र हाम्रो एकदमै राम्रो चहलपहल पनि राम्रो छ। हजुरहरू सम्पूर्ण डोनकास्टरवासी हजुर सबैजनालाई धेरै धेरै धन्यवाद हजुरको साथ सपोर्टको लागि। र यस्तै पछि भविष्यमा पनि फेरि हामी यस्तै स्टलहरू लिएर आउनेछौँ। हामीले चाहिँ सुन चाँदीका गरगहनादेखि लिएर विभिन्न कल्चरल ड्रेसहरू होइन त्यस्तै ह्यान्डमेड प्रोडक्टहरू लिएर आएको छौँ है। हजुरहरूलाई चाहिएमा चाहिँ हामी सुम्निमा ज्वेलरी एन्ड कलेक्सन अल्डरसटलाई सम्झनुहोस् है त। थ्याङ्क यू। हजुर हजुरहरूलाई चाहिँ कुनै पनि सामानहरू मन पर्यो चाहियो भनेदेखि चाहिँ हामी होम डेलिभरी पनि गरिदिन्छौँ। हजुरहरूले चाहिँ हामीलाई फोनकै मार्फतबाट अथवा टिकटक, भाइबर होइन वाट्सएपबाट सम्पर्क गर्न सक्नुहुन्छ। हजुरले सम्पर्क गर्नु भएर आफूलाई मन परेको सामान छ भनेदेखि चाहिँ अर्डर गर्न सक्नुहुन्छ र हामी नेक्स्ट डे नै डेलिभरी गरिदिन्छौँ हजुरहरूको घरमा है त। लुगाहरू भयो अनि भाँडाकुँडा पनि यो चाहिँ खास हाम्रो चाहिँ कस्तो भनेदेखि हामीले पहिले पनि भनिरहेछौँ है, बिजनेस त गर्ने नै हो तर प्लस हाम्रो चाहिँ के भन्दा हाम्रो कला यो जुन पहिलेको यो हाम्रो जुन संस्कारहरू छ नि हाम्रो यो संस्कृति भनौँ न यो त सबै यो अब हामीले ह्यान्डमेड प्रोडक्टहरू चाहिँ किन भन्दाखेरि हाम्रो पहिलेदेखि नै गरिआएको जुन हाम्रो सिपहरू छ नि यो सिपहरू चाहिँ लोप नहोस् भनेर यसलाई चाहिँ सकेसम्म प्रमोट गर्ने है भनेर यो प्रमोसनको पनि एउटा हाम्रो यो एउटा आइडिया हो। त्यसले गर्दा यो सब हामी ह्यान्डमेड प्रोडक्ट चाहिँ नेपालबाट नै ल्याउँछौँ, नेपालबाट कार्गो गरेर नै ल्याउँछौँ होइन। हजुर हजुर म चाहिँ यही भन्न चाहन्छु होइन नयाँ जेनेरेसनहरूलाई चाहिँ हामीले चाहिँ जस अब हजुरहरूलाई त आइडिया दिइरहेको छौँ होइन। हजुरहरूले पनि आफ्नो जुन इन्ट्रेस्टहरू चाहिँ आफ्नो जुन कल्चर हाम्रो पुरानो संस्कारहरू होइन त्यसमा लगाउनुहोस्। एकदमै इन्ट्रेस्टिङ छ, एकदमै रमाइलो छ। तपाईँहरू जति यसमा भिज्नुहुन्छ नि त्यति तपाईँहरूलाई रमाइलो लाग्छ होइन। हामीले हाम्रो जुन रुट छ नि रुटलाई चाहिँ बिर्सिनु हुँदैन, रुटलाई चाहिँ जहिले पनि हामीले पुज्नुपर्छ, यसलाई चाहिँ कन्टिन्युटी दिनुपर्छ है। हाम्रो कलालाई चाहिँ एकदमै यसलाई चाहिँ रेस्पेक्ट गर्नुहोस् है भनेर भन्छु।
थ्याङ्क यू सो मच हजुरलाई धेरै धेरै हजुर थ्याङ्क यू सो मच हजुरलाई है त यस्तो राम्रो अवसर दिनुभएकोमा थ्याङ्क यू कपिल सर एकदमै व्यस्त हुनुहुन्छ है। ल माधव हजुर हाम्रो ओनर सुम्निमा ज्वेलरीको चाहिँ ओनर हुनुहुन्छ। अस्ति पनि हामी कुराकानी भएको थियो छोटकरीमा, आज चाहिँ यहाँ ठ्याक्क आइपुग्नु भयो उहाँसँगै। बिजी हुनुहुन्छ, मैले डिस्टर्ब गर्न चाहेको छुइनँ, तर नमस्ते हजुर। तर म चाहिँ छोटो बाइटहरू मात्रै लिँदैछु अहिले चाहिँ जतातता हजुर हजुर। आन्टी के किन्नु भयो नि? मैले अब मुस्लिमको बिनायो अनि लुङ्गीहरू यस्तै सुन किन्ने पैसा चाहिँ सुन व्यापार अलिक ढिलो गरिदियो कि ए हो र अलिक ढिलो सुझाव पाइयो ए नभए त किन्नु मन थियो। मेसेज त हालेको थियो, तपाईहरुले अलिक मेसेज देख्नु भएन होला, मैले भिडियो पनि गरेर हालेको थिएँ। हामी त नि धेरै पढेको छौँ त मेसेज त हेरिहाल्छौँ नि। होइन अब कहिलेकाहीँ ग्रुप मेसेजमा त देखिँदैन पनि क्या आन्टी, जानिँदैन अनि अहिले नै भदैले भनेर पो हजुर हजुर। ल है चित्त बुझ्ने गरी डोको डालो के किन्नु छ किन्नु न। हेर्दैछु नानी अब हजुर ल ल ल आन्टी ल है हुन्छ हजुर हुन्छ थ्याङ्क यू छोरी। नमस्ते के किन्नु भयो दिदी? के किन्नु भयो त आज मेलामा आएर? किन्ने भन्दा नि हेर्न आएको हो कि के रहेछ भनेर। सुनहरू यत्रो छ, चाँदी छ, किन्नु पर्छ किन्नुपर्छ। सुनको भाग त आकाश पुगेको छ, सुन त पक्का सुनै भन्छ। सुनलाई त सुन किन्नेको नाममा छुनु पनि नसकिने भयो, त्यो भएर सुन त हेरेर मात्रै सुनको सट्टामा लाउने गहना पनि देखिरहेको छु, हो छ होला जस्तो लाग्छ। इन्ट्रेस्ट भएदेखि होइन महँगी जमानाको सुन चाहिँ नलगाउँ होला, सुनको भाउ एकदम बढेर गएको अवस्था है अहिले। सुन पक्का सुनै भयो, त्यो भएर सुन हेरेर मात्रै चित्त बुझाएर जानु पर्ला। हजुर ल ल दिदी अल द बेस्ट है आज हजुर हजुर नमस्कार अगेन हजुर सेवा नमस्ते सेवा ल है डनकास्टरमा वेलकम छ तपाईहरु सबैजनालाई। थ्याङ्क यू सो मच यहाँहरूले यो अवसर दिनुभयो र यो ठाउँमा आउने ठुलो धोको थियो। पहिलो पटक आउँदैछौँ र यति धेरै यो ठाउँका यो डनकास्टरवासी सबै आदरणीय महानुभावहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ। विशेष गरी तपाईँले यति सपोर्ट गरिदिनु भएको छ। हस् थ्याङ्क यू सो मच। हजुर तपाईँ हामी भनेको त एकदमै सपोर्ट गरागर गर्नुपर्छ कपिलजी होइन। अनि आजको यो माहौल देख्दाखेरि निकै नै बिक्री भइरहेछ जस्तो छ, कस्तो हुँदैछ सेल्स? तपाईँको सेल्स कस्तो हुँदैछ? एकदमै उत्साहपूर्ण छ यहाँ। विशेष गरी अहिले पुरुषहरूको भन्दा पनि महिला हाम्रो आमाहरूको र दिदीबहिनीहरू एकदमै धेरै आउनुभएको छ र सुनका गहनाहरू पछाडिपट्टि पनि निकै त्यहाँ भिडभाड छ र सांस्कृतिक सामग्रीहरू र महिलाहरूले लगाउने वेशभूषाहरू पनि गइरहेको छ र सबैभन्दा बढी चाहिँ मैले लुङ्गीहरू चाहिँ बढी बेचिरहेको छु। मेरो डिपार्ट चाहिँ यता सांस्कृतिक र कल्चरल सामानहरू अनि यता दिदीबहिनीहरू चाहिँ सबै सुनका गहनाहरू बेचिराख्नु भएको छ। म पनि अघिदेखि व्यस्त नै छु हजुर। ए हजुर एकदमै राम्रो, अल द बेस्ट भन्न चाहन्छु तपाईँहरूको लागि। अब बाँकी कुराहरू फेरि गर्दै जानेछु। हस् अहिलेलाई धन्यवाद। थ्याङ्क यू हजुर। यो सामग्रीहरूको नाम चाहिँ हाम्रो कपिल सरसँग नै कुरा गर्छु अनि सोध्छु उहाँलाई नै। हजुर कपिल सर अब यो सबै बिजी त हुनुहुन्छ होला, ल एकचोटि म यो सबै सामानहरूको नाम चाहिँ सोध्छु है हजुरलाई अनि बताइदिनु है। हजुर विशेष गरी हाम्रो आदिवासीहरूले प्रयोग गर्ने सामानहरू यो चाहिँ अब यो डालो नाङ्लोहरूदेखि लिएर यहाँ नाङ्लोहरू लगभग सकिसकेको छ हामीसँग। धेरै क्वान्टिटीमा थियो, यहाँ डनकास्टरवासी आमा बुवा दाजुभाइहरूले सबै लिइसक्नु भएको छ। अब यो थुम्से ठुलो खालको थुम्से, सानो खालको थुम्से छ। यो फिफी यो चाहिँ हाम्रो पहिला मलाई याद आउँछ, मेरो आमाले आफ्नो माइती जाँदाखेरि अथवा माइतीदेखि आउँदाखेरि सेलरोटी बोकेर ल्याउने, यो चाहिँ फिफी भन्छ। अनि यो सिम्बोलिक रूपमा कोक्रो, यो बच्चाहरू राख्नको लागि कोक्रो छ।
अनि यता यो वाबु भइहाल्यो अनि यो सबैहरुको चाहिँ नभई नहुने एक्ज्याक्टली भाडा भनौं न हैन हजुर हजुर यो चाहिँ अर्ग्यानिक पहिला भाडा खस नेपालीदेखि चिन्यो भन्छ तर हामी बान्ताहरूले वाबु भन्छौँ हजुर यो डालोहरू भइहाल्यो अनि आदिवासीहरूले सधैँ प्रयोग गर्ने यो चाहिँ के भन्छ आमा यसलाई के भन्छ भन्नुहोस् मयूरको प्वाख हैन आमा यसलाई के भन्छ तपाईलाई थाहा छ मयूरको प्वाख नै भन्छ विशेष गरी आदिवासीहरूले चाहिँ यो चाहिँ अर्ना भैँसीको सिङहरू यो मयूरको प्वाखहरू प्रयोग गर्छ खरेटो भइहाल्यो यो खरेटो पनि सकिएको छ लास्ट पिस छ हामीसँग अनि यो ठेकीहरू भइहाल्यो विशेष गरी हामीसँग भेडाको उनदेखि बनेको यो लुकुनी एकदमै बढी चाहिँ बेलायतको ठाउँमा चाहिँ यो यहाँको मौसम अनुसारको लागि चाहिँ यो चाहिँ धेरै न्यानो तातो हुन्छ यो चाहिँ नेचुरल थर्मोकोट यो चाहिँ पानी बाहिरदेखि परिरहन्छ र भित्र वार्म भइहाल्छ नेचुरल रूपले यो चाहिँ थर्मोकोट भेडीको उनदेखि बनेको यो राडीहरू छ यहाँ अब यो नेपालमा गाउँमै बनेको यो चाहिँ के अरे मुढा भन्छ यसलाई र हाम्रो सांस्कृतिक बाजाहरू मादलहरू भइहाल्यो यो सारङ्गी भइहाल्यो अब यो अर्ना भैँसीको सिङ मजाले बज्छ यो म हजुरलाई भरे बजाएर देखाउन पनि सक्छु यहाँ डमरुहरू छ यहाँनिर उहरू के अरे यो बाँसुरीहरू विभिन्न साइजहरूको छ हामीसँग हलो जुवाहरूदेखि लिएर सारङ्गीहरू लिएर यहाँ ढ्याङ्ग्रो अब सबै छ यो सांस्कृतिक सामग्रीहरू हँसिया यो कचिया भयो हामीसँग चिम्टाहरू नेपालमा बनेकै सबै चिम्टाहरू यो अब धेरै किसिमको छ खुकुरीहरूदेखि लिएर सांस्कृतिक सामग्रीहरू यो काठबाट बनेको यो सबै प्लेटहरूदेखि लिएर वाइन कपहरूदेखि लिएर सबै छ हजुर अनि वाइन ग्लास पनि रहेछ यो चाहिँ वाइन यो चाहिँ काठदेखि बनेको हजुर त्यसपछि यो टिम्याटहरू पनि नेचुरल सबै यो चाहिँ हातबाट बनेको यो परालदेखि बनेकोहरू छ यो सिङ्गिङ बाउलहरू त भइहाल्यो चिनिहाल्नुहुन्छ र यो कल्चरल सामानहरू यो चाहिँ प्योर दारदेखि बनेको खोटाङ र भोजपुरतिर बनेको यो कठुवाहरू तङ्बाको भाँडाहरूदेखि लिएर ठेकीहरू छ यहाँ ठेकीहरू लगायत धेरै किसिमको हामीसँग सामग्रीहरू छ कठुवा ठेकीहरू अरू त नर्मल सबै यो छ कपडाहरूदेखि लिएर सबैहरू आमा बुवाहरूले लगाउने आमाहरूले विशेष गरी स्वेटरहरू युके स्वेटरहरू लाउनुहुन्छ यो खोज्नुहुन्छ त्यसो भएको हुनाले यो पनि राखिएको छ र विशेष गरी सांस्कृतिक सामग्रीहरू यो वाबुदेखि लिएर अब यस्तो यो सांस्कृतिक सामग्रीहरू छ बुन्छत भन्छ यो बुन्छत हामीले सिर्फुलको रूपमा चाहिँ बनाइएको छ अहिले यसलाई यो सिलाङ साकमा भन्छ सिलाङ साकमा पनि ल्याइएको छ यहाँ पेचुरी धजुरा देखि लिएर यो सांस्कृतिक गहना किराँतीहरूले प्रयोग गर्ने यो धजुरा र यो पेचुरीहरूदेखि लिएर सबै अरू थैली पुरानो सुर्के थैलीहरू छ हामीसँग हातले बुनेको अनि हातले बुनेकै यो चाहिँ हामीसँग ब्यागहरू पनि छ झोलाहरू अरू एवं रीतले सबै यो ढाका टोपीहरूदेखि लिएर अन्य सबै जातिको यो चाहिँ वेशभूषाहरू छ यो बक्खुहरूदेखि लिएर यता दौरा सुरुवालहरू इस्टकोटहरू ढाकाको इस्टकोटहरू चौबन्दीहरूदेखि लिएर लुङ्गीहरूदेखि लिएर यस्तो छ अब यतातिर म देखाउँछु केही समयहरू यो सांस्कृतिक सामग्रीहरू यो बिनायो यो मुर्चुङ्गाको खोल यो चाहिँ कलात्मक ढङ्गले हातदेखि यो चाहिँ कुदेको हुन्छ यहाँ भित्र चाहिँ मुर्चुङ्गा लगाएर यो चाहिँ मुर्चुङ्गा हो यो मुर्चुङ्गा लगाएर फिर्ने ठाउँमा होइन मुर्चुङ्गाको खोल हो यो चाहिँ मुर्चुङ्गा भयो अनि बिनायो यहाँ छ बिनायो चाहिँ यहाँ छ यो चाहिँ परम्परागत रूपमा नेपालीहरूले बजाउने बाजा सांस्कृतिक बाजा भयो अनि यता वाबुहरू रहेछ वाबुको किरिङहरू बनाएको छ अनि लाछाहरू रहेको छ सबै यता चाहिँ अब सबै कल्चरल चाहिँ यो चाहिँ चुराहरूदेखि लिएर सबै किसिमको छ यता गहनाहरू यो सिलाङ साकमाहरूदेखि लिएर हजुर ढुङ्ग्री बुलाकीदेखि लिएर चेप्टेसुन कान ढुङ्ग्री सबै अब ब्याचहरू छ यो अरू सबै सांस्कृतिक यो गहनाहरूको रूपमा रेजिहारी लोपन्मुख अवस्थामा रहेको हाम्रो पुरानो सिक्काहरू यो चाहिँ 34 साल र 36 सालको पैसाहरू कोइनदेखि बनेको यो रेजिहारहरू छ
हामीसँग पैसाको माला रेजिहार पनि भन्छ कम्पनी माला पनि भन्छ यसलाई अनि अरू त सबै यो जेटको मालाहरू युके यो मालाहरूदेखि लिएर यो चाहिँ प्योर क्रिस्टल अथवा के को एकदमै प्योर यो चाहिँ यो पनि 2-3 प्रकारको आउँछ यो चाहिँ हेर्दाखेरि थाहा हुन्छ हामीसँग ओरिजिनल यो क्रिस्टलको मालाहरू र यो पनि यो विशेष गरी हङकङदेखि आउँछ यो जेट मालाहरू यो जेटको मालाहरू पनि छ र अरू सबै जातिहरूले लगाउने हामीसँग विभिन्न किसिमको गहनाहरू छ यता चाहिँ गोल्डको आइटमहरू छ र यस्तै छ हजुर हस् थ्याङ्क यू सो मच हजुर कस्तो हुँदैछ त सपिङ आन्टी एकदम राम्रो के किन्नु भयो नि अब यहाँ किन्यो के अरे हजुर यो चाँदी पनि चुरा किन्नु भएछ अनि फेरि यतातिर नि हेर्दैछु यहाँ पनि चाँदीहरू हेर्दै हुनुहुन्छ कति राम्रो राम्रो यहाँ के जाति औँठीहरू रहेछ कति राम्रो राम्रो होइन हजुर यो चाँदी पनि अब कति राम्रो छ तपाईँलाई झनै सुहाउँछ होला है लाएर हेर्यो भने कति राम्रो छ त्यही त कति राम्रो देखेछ है ओहो कस्तो राम्रो के अनि यो पोते पनि कति राम्रो देखिरहेको कति पर्यो आन्टी यसलाई खोइ कति पो भनेको थियो म त बिर्स्यो है अनि झोलामा के किन्नु भयो त्यो टन्न देखाइदिनु त यहाँ यहाँ के बक्खु अनि यो के भन्छ यसलाई बक्खु किन्नु भयो यो बान्नेलाई के भन्छ हौ खोइ त्यो बक्खु नै होला नि बक्खुको यो बान्नेलाई के भन्छ हौ हजुर लेप्चा रे लेप्चा म त चिन्दिनँ लेप्चा रे यो ड्रेस त गुरुङको नै होइन शेर्पाले लाउने
म झोला दिन्छु नि आमा यो चाहिँ अब दसैँ तिहारमा तपाईँहरूको पाहुना छोरी ज्वाइँ चेलाहरूलाई गाडीमा मसाला बनाएर हजुरलाई प्लास्टिकमा लगाइदिन्छ है पाँचवटा हो आमाको ए यो मयुरको प्वाक पनि किन्नु भएछ नि हजुर यो चाहिँ के कामको लागि चाहिन्छ आन्टी ए रखेको लागि ए हेर्नु त नेपाल जानै परेन युकेमै पाइयो सबै कुरा होइन म दिन्छु नि तपाईँलाई आफ्नै खाट्नु भएर नि म आमा मेरो झोलामा म दिइहाल्छु नि कति राम्रो अहिले चाहिँ म यहाँ सबैको यी सामग्रीहरूको नाम चाहिँ हाम्रो कपिल सरसँग नै कुरा गर्छु अनि सोध्छु उहाँलाई नै हजुर कपिल सर अब यो सबै बिजी त हुनुहुन्छ होला ल एकचोटि म यो सबै सामानहरूको नाम चाहिँ सोध्छु है हजुरलाई अनि बताइदिनु है हजुर विशेष गरी हाम्रो आदिवासीहरूले प्रयोग गर्ने सामानहरू यो चाहिँ अब यो डालो नाङ्लोहरूदेखि लिएर यहाँ नाङ्लोहरू लगभग सकिसकेको छ हामीसँग धेरै क्वान्टिटीमा थियो यहाँ डोनकास्टरवासी आमा बुवा दाजुभाइहरूले सबै लिइसक्नु भएको छ अब यो थुम्से ठुलो खालको थुम्से सानो खालको थुम्से छ यो फिफी यो चाहिँ हाम्रो पहिला मलाई याद आउँछ मेरो आमाले आफ्नो माइती जाँदाखेरि अथवा माइतीदेखि आउँदाखेरि सेलरोटी बोकेर ल्याउने यो चाहिँ फिफी भन्छ अनि यो सिम्बोलिक रूपमा कोक्रो यो बच्चाहरू राख्नको लागि कोक्रो छ अनि यता यो वाबु भइहाल्यो अनि यो सबैहरुको चाहिँ नभई नहुने एक्ज्याक्टली भाडा भनौं न हैन हजुर हजुर यो चाहिँ अर्ग्यानिक पहिला भाडा खस नेपालीदेखि चिन्यो भन्छ तर हामी बान्ताहरूले वाबु भन्छौं हजुर यो डालोहरू भइहाल्यो अनि आदिवासीहरूले सधैँ प्रयोग गर्ने यो चाहिँ के भन्छ आमा यसलाई के भन्छ भन्नुहोस् यो मयुरको प्वाक हैन आमा यसलाई के भन्छ तपाईलाई थाहा छ मयुरको प्वाक नै भन्छ विशेष गरी आदिवासीहरूले चाहिँ यो चाहिँ अर्ना भैँसीको सिङहरू यो मयुरको प्वाकहरू प्रयोग गर्छ खरेटो भइहाल्यो यो खरेटो पनि सकिएको छ लास्ट पिस छ हामीसँग अनि यो ठेकीहरू भइहाल्यो विशेष गरी हामीसँग भेडाको ऊनदेखि बनेको यो लुकुनी एकदमै बढी चाहिँ बेलायतको ठाउँमा चाहिँ यो यहाँको मौसम अनुसारको लागि चाहिँ यो चाहिँ धेरै न्यानो तातो हुन्छ यो चाहिँ नेचुरल थर्मोकोट यो चाहिँ पानी बाहिरदेखि परिरहन्छ र भित्र वार्म भइहाल्छ नेचुरल रूपले यो चाहिँ थर्मोकोट भेडीको ऊनदेखि बनेको यो राडीहरू छ यहाँ अब यो नेपालमा गाउँमै बनेको यो चाहिँ के अरे मुढा भन्छ यसलाई र हाम्रो सांस्कृतिक बाजाहरू मादलहरू भइहाल्यो यो सारङ्गी भइहाल्यो अब यो अर्ना भैँसीको सिङ मजाले बज्छ यो म हजुरलाई भरे बजाएर देखाउन पनि सक्छु यहाँ डमरुहरू छ यहाँनिर उहरू के अरे यो बाँसुरीहरू विभिन्न साइजहरूको छ हामीसँग हलो जुवाहरूदेखि लिएर सारङ्गीहरू लिएर यहाँ ढ्याङ्ग्रो अब सबै छ यो सांस्कृतिक सामग्रीहरू हँसिया यो कचिया भयो हामीसँग चिम्टाहरू नेपालमा बनेकै सबै चिम्टाहरू यो अब धेरै किसिमको छ खुकुरीहरूदेखि लिएर सांस्कृतिक सामग्रीहरू यो काठबाट बनेको यो सबै प्लेटहरूदेखि लिएर वाइन कपहरूदेखि लिएर सबै छ हजुर अनि वाइन ग्लास पनि रहेछ यो चाहिँ वाइन यो चाहिँ काठदेखि बनेको हजुर हजुर त्यसपछि यो टिम्याटहरू पनि नेचुरल सबै यो चाहिँ हातबाट बनेको यो परालदेखि बनेकोहरू छ यो सिङ्गिङ बाउलहरू त भइहाल्यो चिनिहाल्नुहुन्छ र यो कल्चरल सामानहरू यो चाहिँ प्योर दारदेखि बनेको खोटाङ र भोजपुरतिर बनेको यो कठुवाहरू पङ्बाको भाँडाहरूदेखि लिएर ठेकीहरू छ यहाँ ठेकीहरू लगायत धेरै किसिमको हामीसँग सामग्रीहरू छ कठुवा ठेकीहरू
अरू त नर्मल सबै हजुर, यो अरू त सबै लुगाहरू भयो यो छ अनि कपडाहरूदेखि लिएर कपडाहरू, सबैहरू आमा बुवाहरूले हजुर। लगाउने आमाहरूले विशेष गरी स्वेटरहरू युके स्वेटरहरू युकेमा बनेको made in लाउनुहुन्छ UK, हैन? यो खोज्नुहुन्छ त्यसो भएको हुनाले यो पनि राखिएको छ हजुर। र विशेष गरी सांस्कृतिक सामग्रीहरू यो वाबु देखि लिएर अब यस्तो यस्तो सांस्कृतिक सामग्रीहरू छ बुन्छत भन्छ भन्छ है राई भाषामा यो बुन्छत हामीले सिर्फुको रूपमा चाहिँ बनाइएको छ अहिले यसलाई यो सिलाङ साकमा भन्छ अब सिलाङ साकमा पनि ल्याइएको छ यहाँ पेचुरी धजुरा देखि लिएर यो सांस्कृतिक गहना किराँतीहरूले प्रयोग गर्ने यो धजुरा र यो पेचुरीहरूदेखि लिएर सबै अरू थैली पुरानो सुर्के थैलीहरू छ हामीसँग हातले बुनेको अनि हातले बुनेकै यो चाहिँ हामीसँग ब्यागहरू पनि छ झोलाहरू अरू एवं रीतले सबै यो ढाका टोपीहरूदेखि लिएर अन्य सबै जातिको यो चाहिँ वेशभूषाहरू छ यो बक्खुहरूदेखि लिएर यता दौरा सुरुवालहरू इस्टकोटहरू ढाकाको इस्टकोटहरू चौबन्दीहरूदेखि लिएर लुङ्गीहरूदेखि लिएर यस्तो छ अब यतातिर म देखाउँछु केही समयहरू यो सांस्कृतिक सामग्रीहरू यो बिनायो यो मुर्चुङ्गाको खोल यो चाहिँ कलात्मक ढङ्गले हातदेखि नै यो चाहिँ कुदेको हुन्छ यहाँभित्र चाहिँ मुर्चुङ्गा लगाएर यो चाहिँ मुर्चुङ्गा हो यो मुर्चुङ्गा लगाएर फिर्ने ठाउँमा होइन मुर्चुङ्गाको खोल हो यो चाहिँ मुर्चुङ्गा भयो अनि बिनायो यहाँ छ बिनायो चाहिँ यहाँ छ यो चाहिँ परम्परागत रूपमा नेपालीहरूले बजाउने बाजा सांस्कृतिक बाजा भयो अनि यता वाबुहरू रहेछ वाबुको किरिङहरू बनाएको छ अनि लाछाहरू रहेको छ सबै यता चाहिँ अब सबै कल्चरल चाहिँ यो चाहिँ चुराहरूदेखि लिएर सबै किसिमको छ यता गहनाहरू यो सिलाङ साकमाहरूदेखि लिएर हजुर ढुङ्ग्री बुलाकीदेखि लिएर चेप्टेसुन कान ढुङ्ग्री सबै अब ब्याचहरू छ यो अरू सबै सांस्कृतिक यो गहनाहरूको रूपमा रेजिहारी लोपन्मुख अवस्थामा रहेको हाम्रो पुरानो सिक्काहरू यो चाहिँ 34 साल र 36 सालको पैसाहरू कोइनदेखि बनेको यो रेजिहारहरू छ हामीसँग पैसाको माला रेजिहार पनि भन्छ कम्पनी माला पनि भन्छ यसलाई अनि अरू त सबै यो जेटको मालाहरू युके यो मालाहरूदेखि लिएर यो चाहिँ प्योर क्रिस्टल अथवा के को एकदमै प्योर यो चाहिँ यो पनि 2-3 प्रकारको आउँछ यो चाहिँ हेर्दाखेरि थाहा हुन्छ हामीसँग ओरिजिनल यो क्रिस्टलको मालाहरू र यो पनि यो विशेष गरी हङकङदेखि आउँछ यो जेट मालाहरू यो जेटको मालाहरू पनि छ र अरू सबै जातिहरूले लगाउने हामीसँग विभिन्न किसिमको गहनाहरू छ यता चाहिँ गोल्डको आइटमहरू छ र यस्तै छ हजुर हस् थ्याङ्क यू सो मच अब के अरे हजुरको चाहिँ अलसर्टमा एड्रेस पनि बताइदिनुहोस् न सबैजनाले हेर्नुहुन्छ अनि खोजेर आउनु पर्यो भने हैन हजुर हामी अलसर्टको 19 ग्रस भ्यानेर रोड GU 11 1DL हामी अलसर्ट स्थित हाम्रो सुम्निमा ज्वेलरी एन्ड कलेक्सन भनेर सञ्चालन गरिरहेका छौँ त्यहाँ तपाईहरूलाई नेपालीहरूले लगाउने सुन र चाँदीका विभिन्न किसिमको गहनाहरूदेखि लिएर सबै जातिका नेपालमा रहेका सबै जातिहरू राई लिम्बू गुरुङ मगर तामाङ शेर्पा बाहुन छेत्रीदेखि लिएर सबै जातिका मौलिक सांस्कृतिक वेशभूषाहरू गहनाहरू र हाम्रो पुर्खाहरूले प्रयोग गर्ने विभिन्न सांस्कृतिक सामग्रीहरू डोको नाम्लो पुत्तो कोदालो हँसिया हल्लो जुवादेखि लिएर सबै किसिमको र गहनाहरू र प्लस अर्को चाहिँ के भन्छ बाजा गाजाहरू सबै जातिको बाजाहरू पञ्चे बाजादेखि लिएर ढोल झ्याम्टा च्याब्रुङहरूदेखि लिएर मादल बाँसुरी मुरली जे नेपालमा रहेका बाजाहरू छ त्यो बाजाहरू पनि छ स्टोरमा एकचोटि आएर सबैजना अवलोकन गरिदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु धन्यवाद हस् थ्याङ्क यू